दर्शकवृन्द, बहुप्रतीक्षित नागढुङ्गा सुरुङ मार्गमा सवारी साधन गुडे बापत 50 देखि 500 रुपैयाँसम्म शुल्क उठाउने तयारी गरिएको छ। तपाईले त्यो रोड प्रयोग गरे बापत पैसा तिर्नुपर्छ हैन। मोटरसाइकल तथा डिजेल पेट्रोल बोकेका प्रज्वलनशील गाडीलाई प्रवेश निषेध गरिएको सुरुङ मार्गमा साना 4 पाङ्ग्रे सवारीदेखि 12-14 चक्केसम्मका ठूला सवारी साधनले शुल्क बुझाउनु पर्नेछ। अरु देशमा पनि तपाईहरु भिजिट गर्नु भएको छ, नजिकैको भारतमा पनि भिजिट गर्नु भएको छ। त्यहाँ त थुप्रै टोल रोडहरू छन् अनि त्यसमा चाहिँ के हुन्छ भने तपाई छिर्ने बेलामा टोल बुथहरू हुन्छन्। बुथ भनेको चाहिँ टिकट काट्ने ठाउँ हैन। त्यहाँ तपाईको कुनै गेटमा ब्रेक नलाइकन मोटर पास हुन्छ, कुनैमा चाहिँ ब्रेक लाउनु पर्छ। भनेको के छ भने जुन मोटरमा चाहिँ जुन तिनीहरुको सिस्टममा उहाँहरुको चाहिँ एउटा स्टिकर अथवा कुनै रेडियो त्यसले आइडेन्टिफिकेसन सिस्टमहरु बनाएको हुन्छ। त्यसले त्यो मोटरमा पहिले रजिस्ट्रेसन गरेको हुन्छ र त्यो पास जहाँ देशभरि जहाँसुकै जाओस् उ पास हुन्छ, उले ब्रेक लाउनु पर्दैन। तर उले तिर्नुपर्ने पैसा त्यहाँ अटोमेटिकली काटिन्छ र बैंकमा जान्छ हैन। हाम्रो केसमा पनि पहिले त हाम्रो ढाटवाला थियो, हामीले जानेको त ढाट न हो हैन। हाम्रो ढाटवालाको सिस्टमलाई चाहिँ म्यानुअल सिस्टम भन्छौं। यहाँ पनि हाम्रो म्यानुअल सिस्टम छ, तर बटन थिच्ने अनि बन्द हुने हुन्छ। र हामीले चाहिँ अटोमेटिक सिस्टम जुन अघि मैले कुरा गरे, हामीले त्यो स्टिकर बेच्छौं। अब सधैँ हिँडिराख्नु पर्ने जति मोटरहरू छन् सधैँ त उले पैसा तिर्न उलाई झ्याउ लाग्छ र त्यो भन्दा चाहिँ एउटा स्टिकर किनेर मोबाइल चार्ज गरे जस्तो त्यो स्टिकर तपाईले त्यहाँ राखिदिनु हो भने जतिपल्ट हिँड्छ त्यो अटोमेटिकली काटिन्छ। त्यो सिस्टम चाहिँ आरएफआईडी सिस्टम हो, रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन। त्यो पनि हामीले अहिले बनाउँदै छौं। साना सवारीलाई प्रवेश गर्न 50 रुपैयाँ, बसलाई 200 रुपैयाँ र ठूला ट्रकलाई 500 रुपैयाँसम्म उठाउन प्रस्ताव गरिएको छ। सुरुङ मार्गबाट प्रवेश गरेर सोही मार्गबाट फर्कन चाहने सवारी साधनलाई भने फरक शुल्क लाग्ने गरी प्रस्ताव गरिएको महाशाखा बताउँछ। मोटरसाइकल पाइँदैन, अरूलाई रोकेको छैन, तर केही चीज चाहिँ सेफ्टीसँग रिलेटेड जस्तो पेट्रोल बोकेको ट्याङ्कर, बुलेट बोकेको ट्रक, ग्यास बुलेट, त्यस्तोलाई चाहिँ हामीले नदिने। त्यो किनभने यदि भित्र गएको बेला त्यो कुनै भवितव्य पर्यो भने चाहिँ त्यसको जुन स्केल अफ ड्यामेज जुन छ त्यो चाहिँ धेरै ठुलो हुन्छ। त्यसले गर्दाखेरि मान्छेलाई धेरै अप्ठ्यारो पर्ने भएकोले ती चाहिँ पाइँदैन। अरू त जति सक्दो सबै ठुलठुला जति आउन् त्यो जति धेरै चल्यो त्यति धेरै छिटो। सडक विभाग माथतको विकास सहायता कार्यान्वयन महाशाखाले सुरुङ मार्ग सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट पास गर्ने तयारी गरिरहेको